धरानको खानेपानी बिगार्ने यहाँको एमाले कांग्रेस माओवादी जसपा राप्रपा सबै मिलेर बिगारेको प्रमाण छ। हामीसँग झोलाम बोकिरहेको छु, लिन आउनुहोस् एउटातिर पढ्दै बस्नु दिनभरि। उनीहरूले नेपाल सरकारबाट योजना नल्याउने 41 वर्षसम्म बिल चाहिँ धराने जनताले नेपाल सरकारलाई पानीको बिल बुझाएको छ। नेपाल सरकारबाट योजना ल्याउन भन्दा नमान्ने एडीबीको ऋण ल्याउने। आज धरानमा सबै कुरा महँगो किन छ? एउटा जग्गाको नक्सा पास गर्ने, घर नक्सा पास गर्नेदेखि लिएर बहाल करदेखि लिएर है तपाईको चाहिँ ढोरी करदेखि लिएर सरसफाई करदेखि लिएर पार्किङ शुल्कदेखि लिएर सबै कर किन महँगो छ धरानमा? आज कसैले यो प्रश्न गर्यो आफूले आफैलाई? के गर्नु? भ्याए पो गर्नु, आफ्नो घर चले भइगयो। यति स्वार्थी छौँ हामी यहाँनिर। म अचम्म लाग्छ, आफूले खानु पायो भने भइगयो है, आफूले लाउनु पायो भने भइगयो। आफू मोटरसाइकलमा तपाईको चाहिँ गाडी चढेर हिँड्न पायो भइगयो। आफ्नो घर भयो भइगयो, अरूको भाड्ने जाए। यो खालको तरिकाले पनि बाँच्नु हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। घर त तपाईको भयो, परिवार पनि तपाईको हो। यो धरान चाहिँ कसको त? कसको धरान हो यो? यो देश कसको हो? यो देश, यो नेपाल कसको नेपाल हो? यो भारतीयले बनाइदिने हो यहाँ? यो चाइनिजले बनाइदिन्छ यहाँ? कसले बनाउँछ नेपाल? कसले जगाउने नेपाल? तपाईँ हामी सबै मिलेर जिम्मा लिनुपर्छ। अब